मेरै सरकार हुँदा कसैले सुनेन। अब यत्रो जेएनजी आन्दोलनपछि भ्रष्टाचार विरोधमा आएको सरकार 1500 नोट ब्यान गर। नेपाली जनतामा अहिले नयाँ आउने पार्टीले नि भजाएको त्यही हो। यी पहिला का मन्त्रीहरू जस्तै सबै भ्रष्ट हुन्। यिनका घरमा 1000 र 500 को नोट डम्प गरेर चाहिँ कोठाका कोठा राखेका छन् भन्ने जुन भ्रम थियो, त्यो मैले पहिला पनि भनेको थिएँ छानबिन गर भनेर। अहिले पनि भन्छु त्यो छानबिनको निम्ति तुरुन्तै कारबाही सुरु गर सरकारले। अनि अर्को नेपालमा नेपालीहरूको विदेशमा रहेको अवैध सम्पत्ति। सभामुख महोदय, मान्य सदस्यहरू विज्ञ हुनुहुन्छ, यो साउथ एसिया सार्कको सबभन्दा गरिब देशमध्ये चाहिँ नि पर्छौँ हामी। तर सबभन्दा धेरै तेस्रो कि चौथो रकम चाहिँ नि 76 अरबभन्दा बढ्ता चाहिँ नि लेटेस्ट त अहिले थाहा छैन, हरेक वर्ष बढेर गएको छ स्विस ब्याङ्कमा। कम्बोडियादेखि लिएर स्विजरल्यान्डदेखि लिएर के अरे दुबईदेखि लिएर चाहिँ सिङ्गापुरसम्म चाहिँ नि यहाँ चाहिँ अवैध पैसाहरू भन्ने जो शून्य छ, म सभामुख मार्फत यो सदनसँग पनि आग्रह गरेर के भन्न चाहन्छु भने नेपालको सम्पूर्ण अवैध सम्पत्तिहरूलाई जसरी बङ्गलादेशको जेएनजी आन्दोलनपछि त्यहाँ राष्ट्रिय रूपबाट एउटा कमिसन गठन भएको छ त्यो छानबिन गर्न, तुरुन्त त्यो कमिसन गठन होस्, म आग्रह गर्न चाहन्छु। अब यो सुशासन साँच्चै कायम गर्ने हो भने हाम्रो जो भ्रष्ट मनोवृत्तिहरू छन् त्यही मनोवृत्तिको आडमा चाहिँ नि राज्य सञ्चालनलाई प्रभाव पार्ने खालको जो कमजोर र गल्तीहरू गरिएका छन्, ती कमजोर र गल्तीहरूलाई हटाउनको निम्ति अहिले नयाँ साथीहरू प्रवेश गर्नुभएको छ। म चाहिँ त्यहाँ कुनै आपत्ति गर्दिनँ। हाम्रा धेरै कमी थिए, कमजोरीहरू थिए। ती कमजोरीलाई नेपाली जनताले परिवर्तन चाहे, परिवर्तनको सम्भाग तपाईँहरू हुनुभयो। तर परिवर्तनको सम्भागको नाताले फेरि पनि म एउटा कुरा सभामुख मार्फत आग्रह गर्न चाहन्छु। बेलायतमा पार्टीहरू संसदले जन्मायो, नेपालमा पार्टीहरूले संसद जन्मायो। यो मौलिकतालाई तपाईँहरूले हेर्नु पर्यो। त्यहाँ 1215 को म्याग्ना कार्टाबाट राजाहरूलाई झुन्ड्याउँदै लखड्दै अनेक सङ्घर्ष गरेर चाहिँ नि के अरे संसद स्थापित भयो। यहाँ 2007 सालको देखि 104 वर्षको राणा शासनको दास्ताको जन्जिरलाई तोडेर हिमाल, पहाड, मधेस सम्पूर्ण नेपालीहरू नेपाली हुन, यो नेपालीको स्वाभिमान र सम्मान स्वतन्त्रता जगेर्ना गर्नुपर्छ भनेर पार्टीहरूले लडायो। हामी अहिले कुन बेन्चमा छौँ भन्ने कुरा मतलब नराखौँ मान्य सभामुख। त्यो सङ्घर्ष निरन्तर रूपबाट हामीले 2007 सालदेखि अहिलेसम्म जो गरेर आएका छौँ, हामी हरेक कुरामा सम्झौता गर्न सक्छौँ, तर प्रजातन्त्रका आधारभूत मूल्य र मान्यतासँग सम्झौता गर्न सक्दैनौँ। त्यसको निम्ति फेरि नयाँ सङ्घर्षको तयारी गर्नुपर्छ भने गर्न तयार छौँ हामी भन्ने कुरा म बताउन चाहन्छु। संसदमा भएको बहुमत थायी र चिरन्तन हो, अत्यधिक बहुमत पनि थायी र चिरन्तन होइन। एक मिनट, चिरन्तन होइन, त्यो अस्थायी नै हो। तर लोकतन्त्र र डेमोक्रेसी भने यो स्थायित्व थायी हो। र एउटा कुरा म के आग्रह गर्न चाहन्छु भने सभामुख महोदय, यो जनअभिमत भनेको स्थायी होइन। अहिले सभामुख महोदय सरकारमा नेतृत्व गर्ने साथीहरूलाई सुनाउन चाहन्छु, तपाईँहरूले प्राप्त गरेको 48% मात्रै जनमत हो। 52% जनमत अहिले पनि बाहिर छ। तपाईँ संविधानले दिएका अधिकार, ट्रेड युनियनदेखि विद्यार्थीहरूका अधिकारलाई अपहरण गर्दै डोजर आतङ्ककै भरमा आतङ्कित गराउन खोज्नुभयो भने त्यसले आन्दोलनको नयाँ स्वरूप निस्किन सक्छ। मैले पहिला दिन आगाको झिलको सानो हुन्छ तर त्यो झिलको झिल्कै हो भनेको थिएँ। त्यसलाई नै सिम्बोलिक रूपबाट फेरि भने कि यो मुठभेडको स्थितितिर देश नजाओस्, सङ्घर्षको स्थितितिर देश नजाओस्। संसदको बहुमत मात्रै अन्तिम होइन, जनता त्यहाँ छन् र जनताले बिस्तारै बुझ्दैछन्। त्यस कारण लोकतान्त्रिक मूल्य र यो एकजना गोर्डन हेवार्ड भन्ने चाहिँ नि बेलायतका चाहिँ नि 10 वर्ष संसद सदस्य भए। अनि त्यसपछि त्यहाँको सबभन्दा ठुलो कानुनवेत्ताको रूपमा लर्ड चिफ जस्टिस पनि भए। यो मैले गोर्डन हेवार्ड नै किन खोज्या भने हामी कहिलेकाहीँ कस्तो भाष्य तयार गर्दैछौँ भने कुनै कालखण्डमा माननीय अथवा एमपी भएपछि सर्वोच्च अदालतमा केही पनि हुनु पाइन्न अथवा प्रधान न्यायाधीश हुनु पाइने यो होइन। उनी 10 वर्ष संसद थिए, तर उनले एउटा के भनेका छन् भने इमर्जेन्स अफ न्यू डिस्पोटिजम, डेमोक्रेसीभित्र निर्वाचनैबाट जो डिस्पोटिजम नयाँ निरङ्कुशताहरू जन्म हुन्छ त्यतातिर यो देश चाल्न आए हो कि
संसदमा जसरी प्रधानमन्त्रीले उपेक्षा गर्दै हुनुहुन्छ, संसदका मान्यता र त्यसका परम्परालाई जसरी तोड्दै हुनुहुन्छ, त्यसले त्यतातिर जान लागेको हो कि भनेर म गम्भीर रूपले चिन्तित छु। सभामुखजीले जुन संयम धैर्यता र यो अहिले देखिएका हाम्रा मतवितान्तरहरूलाई पनि जसरी संयोजन गर्नुभएको छ, म त्यसको निम्ति धन्यवाद दिन चाहन्छु। किनभने संवादबाटै सहमति निस्किन्छ, अहङ्कारबाट होइन। त्यस कारणले अब मेरो समय सिद्धिएकै हो क्यारे। म मेरो एउटै मात्रै कुरा फेरि पनि के छ भनेदेखि पद्धति सबभन्दा ठुलो कुरा हो। पद्धति संचार प्रजातन्त्र भनेको पद्धति मात्रै होइन, प्रक्रिया पनि हो। प्रक्रिया मात्रै होइन, त्यो प्रवृत्ति पनि हो, प्रवृत्ति हुनुपर्छ। मैले अहिले पनि भने लु 15 सालदेखि 47 सालदेखि अहिलेसम्म एउटा नीति तथा कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएको कुनै मान्य साथीले मलाई बताइदिनु भयो भने म उहाँलाई धन्यवाद दिनु साथै म चाहिँ के भन्थेँ भने मैले गल्ती गरेछु भनेर फेरि यसै पनि बोल्नु तयार छु। त्यस कारणले यो परम्परा र नजिकलाई तोड्ने काम नगरौँ, यही आग्रह गर्दै म बिदा हुन्छु। धन्यवाद। मान्य सदस्य राजेन्द्र कुमार राई, समय 5 मिनट। त्यसपछि मान्य सदस्य वर्षमान पुन।